धार्मिक पर्यटकीय क्षेत्र कोइलाभार यो मध्य प्रदेशको पर्सा जिल्लामा अवस्थित छ। यहाँ चाहिँ अहिले पिकनिक खाने धार्मिक रूपमा आउने पनि छ। अब हामी कोइलाभारको मुख्य मन्दिर उता पल्लोपट्टि छ, त्यहाँ हामी जान्छौँ। यहाँ बिचमा के हो यो? खोला हो, खोला खोला। खोला हामी यसरी यहाँबाट 10 वर्ष अगाडि त के अरे यहाँ पुरै पानी पानी थियो, हिँड्न मिल्ने थिएन। अहिले चाहिँ ऊ बना ढलान गरेर बनाइदिएछ। 10 वर्षपछि आएको हो। त्यही बेतको रुख छ, सब बेतको रुख हो। बेतको यिनीहरू के त राम्रो छ यो। हेलो, मलाई देखाउनु। हेलो, ल हामी आउँदैछौँ कोइलाभार मन्दिर। कति सफा पानी छ हेर्नुहोस्। हो, बेतबाट निक्ले पानी हो कि यो, त्यही भएर यो धेरै सफा पानी छ। उहाँ चाहिँ पुजारी हुनुहुन्छ। खुसी लाग्यो महिला पुजारी देखेर। तपाईँको पहिला को हुनुहुन्थ्यो? ससुरा? ससुरा हुनुहुन्थ्यो। ससुरा बितिसक्नुभयो? ससुरा बितेर अहिले तपाईँ हुनुभयो है? ल, चल्दैछ यहाँ बिहे भइरहेछ ऊ। ल, उहाँहरू चाहिँ बेहुला बेहुली हुनुहुन्छ है। यहाँ तलतिर पिकनिक हो, यो पिकनिक हुने ठाउँ रहेछ यता। कोइलाभार मन्दिर क्षेत्रमा बेतको धेरै झाडी छ। त्यही झाडीबाट चाहिँ खोलाको यो पानी कति कञ्चन छ। यो नानीहरू पनि यो रङपुर टाँडीबाट आएको छ। यिनीहरू चाहिँ पिकनिक खाना हो। नानी तिमीहरू हो? कोसँग आएको? मम्मीहरूसँग? उता हो पिकनिक तिमीहरूको? ल, यहाँ चाहिँ एउटा अनौठो यहाँ पर्चा पनि देखियो। सन्तोष पटेल, सन्तोष नन्द महाराजले चाहिँ अहिले भइरहेको चुनावमा विजय हो भनेर यहाँ आफ्नो पर्चा पनि चढाएर जानु भएको छ। यता को मान्छे कमै रहेछ नि त बाँदरहरू त।